Hello, welcome back to the podcast Hear Me with Shreya and this is Shreya again र आज हामीसँग एकदमै स्पेशल गेस्ट हुनुहुन्छ उहाँको नाम चाहिँ हुनुहुन्छ पुष्कर बस्नेत अनि उहाँको कन्टेन्टहरूले हाम्रो चाइल्डहुड मेमोरिजहरूलाई अनलक गर्छन् अनि उहाँको फनी भिडियोजहरूले हामीलाई हँसाउँछन् साथै हाम्रो फेभरेट रियालिटी सोज लाइक बिग बस स्पिरिट्स भिला रोडिजहरूलाई उहाँले रिभ्यू गर्नुहुन्छ ओके वेलकम टु द सो दादा थ्याङ्क यू भेरी मच है श्रेया बहिनीलाई यो पोडकास्टमा बोलाइदिनु भएकोमा अन्त तपाईँलाई पनि अब उहाँ चाहिँ अब मेरो हिसाबमा चाहिँ है अब हामीभन्दा चाहिँ अझै काबिल हुनुहुन्छ सायद तपाईँहरूले उहाँलाई चिन्नु हुँदैन भने चाहिँ तपाईँ सायद फर्स्ट फिमेल डिरेक्टर हुनुहुन्छ होला दार्जिलिङबाट नि फिचर फिल्म बनाउने हजुर त्यस्तै त भन्नु त भएको छ तर अब थाहा छैन अब कन्फर्म तर जे नै भने है उहाँको चाहिँ अचिभमेन्ट डरलाग्दो हुनुहुन्छ है जो भ्युवर्सहरू हेर्नु हुँदैछ उहाँलाई चाहिँ अब उहाँको मुभी सँगसँगैले चाहिँ चिनिन्छ है र तपाईँलाई पनि बेस्ट विशेष सँगसँगै थ्याङ्क यू पनि होइन अब तपाईँ तारिफ गर्ने लायकै हुनुहुन्छ नि त अन्तखेरि म भ्युवर्सहरूलाई यो पनि भन्न चाहन्छु कि हजुरले नै गर्दाखेरि मैले पोडकास्ट स्टार्ट गरेँ होइन हजुर फर्स्ट चाहिँ मलाई पुरा अब इच्छा थियो पहिल्यैदेखि तर अब त्यही हो अब आफै अब अलिकति क्यामेरा साई हुन्छ नि आफ्नो भोइसै मन नपर्ने हुन्छ नि त्यो भएर चाहिँ अब आफै अड्किरहेको थिएँ तर पुरा गर्ने चाहिँ इच्छा हुन्छ नि अनि तपाईँले अस्ति भन्नुभयो नि त भेट्दाखेरि गर्नु न भनेर कि अन्त पुरा त्यो उयो भयो क्या अब हिम्मत आयो भनौँ न त्यो चाहिँ अब मेरो लागि चाहिँ खुसीको कुरा म किन भन्दा अब हामीले जो पाएँ त्यसलाई भन्छु नि त्यो चाहिँ अब सबैले त्यो फलो गर्दैन नि त एटलिस्ट तपाईँले चाहिँ गर्नुभएछ नि त्यो कुरालाई चाहिँ अन्त तपाईँले भन्नुहुँदैछ अब जसमा कि भोइस राम्रो छैन क्यामेरा साई भन्नुहुँदैछ होइन म पनि अब मेरो पनि त्यही फिल हुन्थ्यो मलाई पनि कि अब म सोसियल मिडियामा आउनको लागि चाहिँ फिट छुइनँ जस्तो फिल हुन्थ्यो पहिला तर अब हाम्रो त्यो एउटा रङ कन्सेप्ट पनि हुँदो रहेछ नि आफू बिचमा अब तपाईँहरू त झन् अब यो डिरेक्सन फिल्ड्समै हुनुहुन्छ नि अब तपाईँहरू चाहिँ झन् क्यामेराको नजिकै बसिरहेको म पनि पहिला यस्तो फिल हुन्थ्यो नजिक भन्दा पनि पछाडि तर पनि अब त्यो क्यामेरालाई रुल गर्ने चाहिँ तपाईँहरू हुनुहुन्छ नि त अन्तखेरि मलाई चाहिँ कस्तो फिल हुन्थ्यो भन्दा पहिला चाहिँ अब म चाहिँ क्यामेरा साई म पनि पुरा डरलाग्दो त्यसै कारणले मैले पहिलातिर अब सानोको कुराहरू सुन्दा अब मैले सानोको फोटोहरू हेर्दा म कुनै पनि फोटोमा हुन्थिनँ किनभने म चाहिँ भाग्थेँ अरे क्यामेरा देख्ने बित्तिकै टार्मोनीहरू लुक्थ्यो भन्थ्यो त्यसै कारणले अब त्यो कुराहरूलाई अलिक ओभरकम चाहिँ म पनि गर्न सिक्दैछु एकदमै तपाईँको पनि राम्रो हुँदैछ होइन हजुर राम्रो त होइन ठिकैको अब होइन एकदमै राम्रो हुँदै मलाई त पुरा मनपर्छ अन्त त्यही विषयमै भनौँ न तपाईँको अब कन्टेन्ट एकदमै डिफ्रेन्ट हुन्छ नि त अरू कन्टेन्ट क्रिएटरभन्दा एकदमै अरिजिनल पनि हुन्छ होइन अन्त तपाईँको त्यो भाषा शैलीदेखि लिएर इच एन्ड एभ्रिथिङ नै डिफ्रेन्ट हुन्छ अब त्यो चाहिँ अब कसरी होला त्यो चाहिँ मेरो अब जुन चाहिँ म जे छु सायद त्यही नै निस्केको होला मबाट चाहिँ किनभने अब मलाई कतिजनाले भन्छ नि अब म जुन चाहिँ हाँस्छु भन्छ नि त्यो फेक हो पनि भन्छ नि तर अब म रियलमा चाहिँ त्योभन्दा डरलाग्दो हाँस्छु अब त्यो चाहिँ अब म क्यामेराको लागि त्यो रिल्सको लागि मात्रै हाँसेको होइन तर त्यही हाँसै त्यही लाफले नै तपाईँ अलिक फेमस हजुर कतिजनाले हजुर मलाई यस्तो भन्नुहुन्छ कि अब भेट्दा अब तपाईँ हाँसेको देख्दा हामीलाई मनबाटै खुसी लाग्छ भन्छ नि अन्त कतिजनाले चाहिँ फेरि त्यही हाँस्दा नै इरिटेसन पनि हुन्छ भन्छ अब हुन त मान्छेको आफ्नो आफ्नो पर्सेप्सन हो है म चेन्ज गर्न सक्दिनँ तर अब मलाई चाहिँ त्यही हुन्छ कि अब म चाहिँ सोसियल मिडियामा चाहिँ अब त्यस्तो डरलाग्दो इन्ग्रेस छुइनँ अब त्यस्तो डरलाग्दो फेमस पनि छुइनँ है अब जसमा कि मलाई चाहिँ यति हो कि अब रिल्सहरू बनाउनु कन्टेन्टहरू क्रिएट गर्नु चाहिँ मनपर्छ अब म पनि अब यस्तो गरेको भए यस्तो भएको भए हुन्छ भन्ने एउटा हुन्छ नि मनमा विचार त्यसलाई नै अब क्यामेराको अगाडि चाहिँ म ल्याउनु खोजेको मात्रै हो है तर होइन धेरैजनाले मन पराएको छ नि त इन्क्लुडिङ मी मलाई पनि धेरै मनपर्छ तपाईँको त्यो आयो भने स्क्रोल ज्यादा इन्स्टाग्राम चलाउँदिनँ नि त त्यो स्क्रोल नगरी चाहिँ म जाँदिनँ स्क्रोल चाहिँ गर्दिनँ म हुन्छ नि तपाईँको आएपछि चाहिँ धन्यवाद है तपाईँहरूकै सपोर्टले नै अब यतिको चाहिँ भइराखेको छु हजुर अझै अब एकअर्कासँग है सपोर्ट गर्दै जानुपर्छ अन्त कन्टेन्ट क्रिएट गर्नु चाहिँ कहिलेदेखि स्टार्ट गर्नुभयो अनि कहाँबाट चाहिँ इन्सपायर हुनुभयो मैले एक्ज्याक्टली चाहिँ अब अहिले म जस्तो प्रकारले कन्टेन्ट क्रिएट गर्छु त्यो चाहिँ मैले
2 इयर्स जस्तो भयो होला जुन चाहिँ स्प्लिट्स भिल्लाको सिजन तपाईँलाई याद छ होला है मलाई प्रायः मान्छेले स्प्लिट्स भिल्लाबाट नै चिन्छ अन्त त्योभन्दा अझै 2-3 महिना अगाडि चाहिँ मैले चाहिँ एउटा बहिनीको रिल्स हेरेको थिएँ कि त्यो बहिनीको नाम चाहिँ मलाई अहिले एक्ज्याक्टली थाहा छैन मिन्स आजकल आउँदैन मेरोमा त्यो बहिनीले चाहिँ त्यो वी आर राई भन्ने एउटा रिल्स बनाउनु भएको थियो सायद उहाँ बहिनी चाहिँ कलेज स्टुडेन्ट हुनुहुन्थ्यो अन्त ऊ बहिनीको चाहिँ हेरेर चाहिँ मैले वी आर छेत्री भन्ने बनाएँ अब फर्स्ट चाहिँ मैले अब कन्सेप्ट चाहिँ मैले बहिनीकोबाट लिएँ अन्तखेरि चाहिँ वी आर छेत्री बनाउँदाखेरि चाहिँ वी आर छेत्री चाहिँ पुरा भाइरल भयो भाइरल सँगसँगै अब नेगेटिभ कमेन्ट चाहिँ यस्तो डरलाग्दो आयो कि अब छेत्रीहरूलाई चाहिँ कुनै किन अब प्रायः मान्छेले मन पराउँदैन कि के हो अब याद छैन त्यो चाहिँ है तर अब सायद त्यो एउटा जातको कुरा भएर पनि सायद त्यस्तो भएको होला तर अब मैले चाहिँ त्यो रिल्समा चाहिँ अब म छेत्री हो नि त अन्त मैले वी आर छेत्री भन्दा चाहिँ मैले मेरो हाम्रो छेत्री कस्तो हुन्छ त्यो मात्र भनेको अब मैले अरू जातलाई त डिमिन गर्न त खोजेको थिइनँ त्यहाँ अरू जातको त मैले नाम पनि लिएन होइन तर पनि अब मान्छेको आफ्नो आफ्नो हुन्छ त्यसमा अब कतिजनाले नेगेटिभ सोच्नेले जताबाट पनि उनीहरूले नेगेटिभ देखिहाल्छ अन्त त्यो रिल्स चाहिँ मेरो भाइरल गयो त्यो रिल्स चाहिँ मेरो अहिलेसम्म चाहिँ 5 लाख जस्तो गयो होला अन्त त्यो रिल्स चाहिँ 2 दिनमै मेरो 3 लाख जस्तो भ्यू गयो होइन त्यहाँदेखि चाहिँ मलाई फिल भयो कि यस्तो प्रकारले बनायो भने चाहिँ सायद चल्छ कि भन्ने भयो त्यहाँदेखिको मैले चाहिँ त्यहाँदेखि तपाईँले त्यो उयो पनि गर्नुहुन्थ्यो नि सिलगढी कस्तो रहेछ त्यो चाहिँ मैले त्यो पनि दामी हुन्थ्यो त्यो चाहिँ मेरो बातको कुरा हो फर्स्ट चाहिँ त्यहाँदेखि मैले त्यो वी आर छेत्रीवाला बनाएँ त्यहाँदेखि त्यो एउटा मात्रै बनाएँ त्यहाँदेखि मैले फेरि त्यसरी नै वी आर टिचर्स भन्ने बनाएँ वी आर डग लभर्स भन्ने त्यस्तो बनाउँदै गएँ वी आर गोर्खास वी आर नेपालीज भन्ने बनाउँदै गएँ त्यहाँदेखि त्यो अलिअलि चल्दै गयो त्यहाँदेखिको मेरो टेक्निकल फेरि स्प्लिट्स भिल्ला एकदमै हाइप भयो होइन स्प्लिट्स भिल्लाको रिभ्यू पनि मैले कस्तो प्रकारले बनाएँ भन्दा चाहिँ त्यसरी नै म नर्मल रिल्स बनाउँदै जान्थेँ अब भ्युज त कोही बेला अब 200-300 पनि आउँथ्यो कोही बेला 1000 कोही बेला 40,000 30,000 त्यो भेरिएसन भइरहन्थ्यो त्यहाँदेखिको स्प्लिट्स भिल्ला त्यो म सुत्नु आँट्दाखेरि चाहिँ त्यसरी नै बनाएर सुतेँ अब स्प्लिट्स भिल्ला हेर्दै गरेर जस्तै हेरिसकेँ अन्त मैले एउटा त्यो पनि आधा बिचदेखिको मैले सिजनको आधा बिचदेखिको बनाउनु थालेँ त्यसमा चाहिँ अब मैले बनाएर चाहिँ सुतेको बादमा चाहिँ अब भोलिपल्ट उठ्दा चाहिँ त्यो रिल्स 10,000 भ्युज गइरहेको रहेछ मेरो त्यसरी चाहिँ वान नाइटमा चाहिँ त्यस्तो कहिले पनि गएको थिएन फर्स्ट भाइरल चाहिँ स्प्लिट्स भिल्ला हो बेसी भाइरल चाहिँ स्प्लिट्स भिल्ला हो फर्स्ट भाइरल चाहिँ वी आर छेत्री हो तर अब वी आर छेत्री भन्दा बेसी चलेको चाहिँ स्प्लिट्स भिल्लाको रिल्स हो अन्त त्यतिकै अब मान्छेहरूले अब भ्युवर्सहरूले डिमान्ड गर्दै जानुभयो पार्ट 2 भन्दै जानुभयो होइन अब मैले चाहिँ सोचेको थिएँ म एउटै मात्रै बनाउँछु स्प्लिट्स भिल्लाको त्यहाँदेखिको त अब छोडिदिन्छु भनेर तर अब भ्युवर्सहरूको डिमान्ड पनि फुलफिल गर्नु पर्दो रहेछ नि त मैले अब कलेज डेजमा चाहिँ हेर्थेँ होइन स्प्लिट्स भिल्ला त्यहाँदेखि चाहिँ हेरिनँ नि त मैले तपाईँकै रिल्सबाट थाहा पाउँथेँ मैले यो रहेछ भनेर क्या मलाई कतिजनाले विचारहरू टेक्स्ट गर्नुहुन्थ्यो कि अब जसमा कि अब यो सो चाहिँ मस्टली टिनेजरकोले हेर्नुहुन्छ नि त नि अब हाम्रो लागि पनि त्यो फिट चाहिँ होइन त्यो सो तर पनि अब मान्छेको आफ्नो आफ्नो चोइस हुन्छ नि अब एज अनुसार चाहिँ फिट थिएन तर पनि अब म चाहिँ हेर्थेँ कतिजनाले चाहिँ अब अलिकति एज्ड मान्छेहरूले टेक्स्ट गर्नुहुन्थ्यो नानी स्प्लिट्स भिल्ला चाहिँ के हो भनेर अब उहाँहरूले पनि हेर्नु हुँदैन सानोमा चाहिँ भन्थ्यो रियालिटी सो हो भनेर त्यहाँदेखि चाहिँ कतिजनाले बादमा चाहिँ तपाईँको रिल्स हेरेर हामीले पनि हेर्नु थाल्यो भन्नुभयो कि त्यहाँदेखि चाहिँ मलाई पनि अब अझै बनाउँदै गएँ त्यहाँदेखि त्यतिकै मान्छेले अझै चिन्दै जानुभयो अन्त स्प्लिट्स भिल्ला अब यो सिजन पनि फलो गर्नुभयो त्यसरी रिभ्यू दिनुभयो यो सिजनमा चाहिँ तपाईँको फेभरेट कन्टेस्टेन्ट को हुनुहुन्थ्यो मेरोमा यो सिजनमा चाहिँ निहारिका रश्मिता थियो तर अब यो सिजन चाहिँ मलाई पहिला कस्तै जुन चाहिँ मैले स्प्लिट्स भिल्ला 5 को रिभ्यू जस्तो बनाएको थिएँ नि त्यो जतिको इन्टेन्स चाहिँ लागेन अलिकति त्यो मैले चाहिँ पुरा त्यो योगेश रुरु देख्थेँ हुन्छ नि पुरा मलाई त्यो थाहा भएको अब त्यो लास्टमा फाइनल भएको थियो फाइनल पनि मैले त्यो रिल्समै हेरेँ होइन रिल्समा हेर्दाखेरि चाहिँ मलाई त्यो रुरु पुरा मन परेको थियो अन्त रुरु ठाकुर नेपाली ऊ त पहिलाको सिजनमा पनि थियो सिजन त्यो उसमा सिजन 15 मा पनि थियो होइन नेपाली पनि त्यो एक्स भइकन आएको नेपाली नै हुनुहुँदो रहेछ उहाँ अन्त त्यो आइडिया चाहिँ मतलब तपाईँले
मैले अब नेचुरली हजुर मैले त्यो प्रि प्लान त गरिनँ म चाहिँ तपाईँको बिग बस पनि गर्नुहोस् न किनभने मलाई चाहिँ स्पोर्ट्स भिल्ला भन्दा चाहिँ बिग बसपट्टि मैले बिग बसमा चाहिँ म ज्यादा मलाई मजा लाग्छ क्या अब एभ्री डे हुन्छ नि बिग बसको रिभ्यू बनाएको थिएँ तर बिग बस पनि म अब त्यस्तै स्प्लिट्स भिला जतिको चाहिँ चल्यो अब अहिले पनि मेरो स्प्लिट्स भिलाको यो सिजनको त्यस्तो डरलाग्दो चलेन रिल्स किन भन्दा सायद त्यही सिजनै मान्छेले पनि बेसी रुचाएको थियो होला फेरि त्यो रिभ्यू चाहिँ सायद नयाँ पनि भयो होला मान्छेको लागि त्यही कारण चाहिँ अब त्यो चाहिँ डरलाग्दो आइभयो अन्त जुन चाहिँ तपाईँले त्यो वी आर दार्जिलिङहरू भन्ने भन्दै थियो नि त्यहाँदेखि चाहिँ फेरि मेरो स्प्लिट्स भिलाको बादमा चाहिँ स्प्लिट्स भिला सक्यो अब स्प्लिट्स भिला सकेपछि त अब फेरि रिल्स त कन्टिन्यू भनिरहनु पऱ्यो अब मैले त्यसरी कन्टेन्ट बनाउँदै जाँदै थिएँ अन्त मैले चाहिँ मेरो पुरानो गान्तोकको फोटो चाहिँ मैले स्टोरीमा हालेको थिएँ किनभने म त गान्तोक बसेको नि त अन्त बिएडहरू गर्दा त्यहाँ टिचिङहरू गरेको अन्त एकजना बहिनीले चाहिँ दादा गान्तोक कस्तो लाग्यो भनेर चाहिँ मलाई मिन्स त्यो स्टोरीमा नै गर्नुभएको थियो होइन अन्त मैले त्यो बहिनीलाई रिप्लाई दिनको लागि लेख्दै थिएँ कि टाइप गर्दै थिएँ अब बहिनी यस्तो राम्रो लाग्यो भने मलाई टक्कै दिमागमा आयो कि होइन म यो बहिनीलाई रिप्लाई दिँदैन म रिल्स बनाउँछु यसको बारेमा भन्ने मलाई भयो होइन किनभने म त गान्तोकमा बसेको मलाई गान्तोकको बारेमा अब डिटेल्समा थाहा नभए पनि अब बाहिर एक्सटर्नल उयो चाहिँ थाहा छ नि त अन्त मैले गान्तोक यस्तो छ उस्तो छ भनेर बनाएँ त्यो रिल्स मजाले चल्यो मिन्स 2 लाख प्लस भ्युजहरू गयो होइन त्यहाँदेखिको अब त्यसमा पनि अब कतिजनाले अब प्रायः जसोले मन पराउनु भयो अब तर एकदमै कम्तीले चाहिँ अब नेगेटिभ कमेन्ट अब आउँछ त्यो त अब त्यस्तो मलाई फेरि फरक पर्दैन पनि होइन भएको कुरा त्यहाँदेखिको फेरि अब त्यो गान्तोक कस्तो छ भन्ने चल्दा चाहिँ त्यहाँदेखि फेरि मान्छेले त्यसमा पुरा कमेन्ट गर्न थाल्नु भयो सिलगढी कस्तो छ दार्जिलिङ कस्तो छ कालिम्पोङ कस्तो छ भन्दा अब आफ्नो आफ्नो जग्गाको अन्त मैले चाहिँ फेरि यस्तो यस्तो जग्गा मात्रै छाने जहाँ चाहिँ म गएको छु किनभने अब मैले त्यो रिल्स बनाउनको लागि त म त्यो आफूले नै एक्सपिरियन्स गरेको हुनु पऱ्यो नि त नि अन्त विचारहरू कतिजनाले त अब मलाई एकजना भाइको चाहिँ अझैसम्म याद छ कि कमेन्ट्स उसले गर्नुभएको थियो दादा लाभाको पनि बनाउनुहोस् न भनेर अन्त लाभा त चिन्नुभयो कालिम्पोङको साइडमा तर जानु चाहिँ म पनि कहिले पनि गएको छुइनँ लाभा चाहिँ अन्तखेरि मैले भनेँ कि भाइ म त लाभा कहिले पनि गएको छुइनँ भोलि पर्सि आएँ भने चाहिँ बनाउँछु नि भने त्यहाँदेखि बिचराले मलाई चाहिँ डकुमेन्टेसन नै पठाउनु भएको थियो लाभाको अब त्यो लाभामा चाहिँ गुम्बाहरू केहरू रहेछ अन्तखेरि मजाले पठाउनु भएको थियो तर मलाई चाहिँ के फिल भयो भन्दा चाहिँ अब मैले त्यो अरिजिनालिटी चाहिँ क्रिएटै गर्न सक्दिनँ नि त अब मैले जति पनि त्यो रिल्सहरू बनाएँ अब दार्जिलिङ कस्तो छ सिलगढी कस्तो छ गान्तोक कस्तो छ कालिम्पोङ कस्तो छ होइन मिरिकको बनाएँ सोनादाको बनाएँ नाम्चीको बनाएँ त्यस्तै प्रकारले बागडुग्राहरूको बनाएँ सालगढाको बनाएँ होइन त्यो सबै अब मैले खुदै गएर खुदैले देखेर बनाएको चिज हो नि त अन्त मलाई चाहिँ त्यही लाग्छ कि अब रिल्सहरू क्रिएट गर्दाखेरि चाहिँ अब जस्तो प्रकारले हामीले रिल्स बनाउँछौँ नि त्यो चाहिँ अब हाम्रो मनबाटै निस्केको आफूले नै भोगेको आफूले नै एक्सपिरियन्स सबै गरेको छ भने चाहिँ अडियन्स पनि सायद त्यो कुरासँग चाहिँ कनेक्ट हुनसक्छ होला जस्तो लाग्यो मलाई चाहिँ हजुर हजुर अन्त तपाईँले यता नोस्टेल्जिया कन्टेन्टहरू पनि बनाउनु 90s को हुन्छ नि अर्को मेरो हजुर त्यो हाइप चाहिँ 90s हो त्यो राम्रो छ नि अनि त्यो चाहिँ आइडिया कताबाट आयो त्यसरी नै त्यो 90s को चाहिँ त्यो हिन्दी कन्टेन्ट क्रिएटरहरूले प्रायः त्यो उनीहरूले चाहिँ नबोलेर त्यो खालि त्यो भिडियोहरू त्यो पुरानोहरू हाल्छ नि रिल्सहरू त्यसरी हाल्दै गर्दा मलाई चाहिँ त्यही फिल भयो कि हामीले 90s को पनि अब किनभने हामी त 90s मा खेलेको नानीहरू हो नि त 90s हामीले एक्सपिरियन्स गरेको हो नि त मोस्टली चाहिँ अब अन्तखेरि चाहिँ अब हामीलाई थाहा छ 90s मा हामीले के गरे कसो गरे किनभने हामीले त 90s मा त आफ्नो चाइल्डहुड सबै जिको हो नि त अन्त मैले सोचेँ कि अन्त पहिला चाहिँ मैले म्युजिकपट्टि गएँ 90s को चाहिँ 90s को गीतहरूको लागि बनाएँ त्यो गीतहरूको राम्रो छ हजुर त्यो चाहिँ मेरो 1 मिलियनसम्म गयो राम्रो गयो त्यो चाहिँ मेरो नेपालमा कर्णदास नि हुनुहुन्छ नि अब उहाँले पनि टिकटकमा सेयर गर्नुभएको थियो रहेछ त अब हामी त यहाँ टिकटक देख्दैन नेपालको मेरो इन्स्टाग्रामको साथीहरूले चाहिँ मलाई स्क्रिन रेकर्ड गरेर पठाउनु भएको थियो कि तपाईँको रिल्स कर्णदासले पनि सेयर गरेर उयो मिन्स टिकटकमा हाल्नु भएको छ भनेर अन्त त्यसरी नै मैले बनाउँदै गएँ अन्त फेरि मलाई चाहिँ अर्को कुरा चाहिँ के लाग्छ भन्दा चाहिँ मोस्टली चाहिँ मैले म्युजिकहरू चाहिँ नेपालीमा चाहिँ अब बेसी फोकस गर्छु अब मेरो चाहिँ मोटिभ चाहिँ यही छ कि अब म चाहिँ नेपालीलाई चाहिँ बेसी प्रायोरिटी दिन्छु किनभने अब तपाईँ हामीहरूलाई थाहा भएकै कुरा है अब हाम्रो नेपालीहरू चाहिँ त्यस्तो रेकग्नाइज छैन नि त दो अब हामीले अब कन्स्टिट्युसनको मार्फत हामीले एउटा अफिसियल ल्याङ्ग्वेज भनेर अब पाएको छु नि
तर अब हामी आफैले पनि त्यो ल्याङ्ग्वेजलाई चाहिँ त्यस्तो इम्पोर्टेन्स दिँदैन। अब तपाईँ हामीहरू चाहिँ कस्तो सोसाइटीमा जन्मे हुर्के भन्दा चाहिँ हामीले आफ्नो ल्याङ्ग्वेज भन्दा चाहिँ हामीले अरू ल्याङ्ग्वेजलाई बेसी प्रिफरेन्स दिन्छौँ नि त नि, मोस्टली चाहिँ अब इङ्ग्लिसहरू। अन्त मलाई चाहिँ के फिल हुन्छ भन्दा चाहिँ नेपाली चाहिँ हामी सबैजनाको त अब बाई ब्लड हो नि त नि, हाम्रो ब्लडमै भएको कुरा हो नि त। त्यसलाई त झन् हामी त अझै फ्लुएन्टली अझै राम्रोसँगले गर्न सक्नुपर्ने हो नि त। अन्त त्यो जस्तै रियालिटी सोजहरू रिभ्यू गर्ने पनि नेपालीमा त्यति देखेको थिएन, तपाईँ नै फर्स्ट होला देखेको। हजुर, मलाई त्यसमा पनि प्रायः कमेन्ट आउँथ्यो कि हिन्दीमा गर्नुहोस् न भनेर, हिन्दीमा गऱ्यो भने चाहिँ रिच बेसी हुन्छ भन्थ्यो। अन्त अब मैले चाहिँ अब म चाहिँ अब तपाईँलाई चाहिँ अब नडाटिकन भनेको कि म चाहिँ अहिले पनि म चाहिँ कन्टेन्ट क्रिएटर हो भन्नु चाहिँ अब आफूलाई नै ढकमकाउँछु हुन्छ नि। अब म चाहिँ होइन नै लाग्छ, किनभने अब एउटा रिल्स बनाएर पोस्ट गरेर त्यो एक दुईवटा रिल्स चल्दामै अब म आफूलाई नै त्यो क्लेम गर्नु त भएन नि त नि, म कन्टेन्ट क्रिएटर डरलाग्दो भने चाहिँ त्यस्तो चाहिँ मलाई फिल हुँदैन। अन्तखेरि मलाई चाहिँ त्यो ल्याङ्ग्वेजमा चाहिँ मैले हिन्दीमा चाहिँ नबनाएको कारण चाहिँ अब एउटा मेन कारण चाहिँ मैले अघि भनिहालेँ, म चाहिँ आफ्नो ल्याङ्ग्वेजलाई चाहिँ प्रायोरिटी दिन चाहन्छु। र अब मान्छेहरूले चाहिँ अब हाम्रो ल्याङ्ग्वेज पनि अब यस्तो ल्याङ्ग्वेज पनि हुँदो रहेछ भनेर अब त्यो डरलाग्दो चल्यो भने त अरूकोमा पनि जान्छ नि त नि। अन्तखेरि अर्को कुरा चाहिँ फेरि अब मैले अब सपोज हिन्दीमा बनाउनु खोजेँ अरे, अब जसमा कि हाम्रो नेपाली ल्याङ्ग्वेजमा वर्डहरू कस्तो राम्रो राम्रो हुन्छ जसको हामीलाई एक्ज्याक्ट मिनिङ थाहा नभए पनि एउटा सेन्स बुझाउने हुन्छ नि त है। अब जसमा कि मैले भने अरे एउटा नेपाली वर्डहरू त्यस्तो तपाईँले के युज गर्नु जानुहोस् त, फिरिदिँदै घुमेको अब जस्तै मैले भने अरे अब म फिरिदिँदै घुमेँ भनेर मैले नेपालीमा भने अरे त्यसलाई म हिन्दीमा कसरी भन्नु, त्यो फिलिङ्स चाहिँ आउँदैन, त्यो इमोसन्स चाहिँ आउँदैन, फेरि अब हेर्नेलाई पनि त्यो मजै आउँदैन। हजुर, त्यही हुँदैन, त्यहीले गर्दा पनि तपाईँको त्यो डिफ्रेन्ट भएको भन्दाखेरि होइन। अन्त जस्तै तपाईँले अब कन्टेन्ट अब त्यो नोस्टाल्जिया उयोहरू त बनाउनुहुन्छ, तपाईँको कुनै आफ्नो पर्सनल लाइफमा भएको हुन्छ नि अब चाइल्डहुडमा इम्बारेसिङ मोमेन्ट छ? एम्बेरेसिङ मोमेन्टहरू त त्यस्तो थुप्रै होला है, तर अब एक्ज्याक्ट यो हो भन्ने चाहिँ मिन्स कस्तो सेन्समा चाहिँ भन्नुभएको? अब कुनै पनि जुनै पनि। हजुर, मलाई एउटा चाहिँ याद छ त्यो भन्छु। म चाहिँ प्रायः मेरो पर्सनल कुराहरू चाहिँ प्रायः सेयर चाहिँ गर्दिनँ त, तर अब यो त तपाईँको च्यानल यस्तो के भन्नै पऱ्यो नि। मैले चाहिँ तर त्यो चाहिँ म चाहिँ एकदमै सानो चाइल्डहुडमा क्लास 1मा पढ्दाखेरि चाहिँ अन्त मैले चाहिँ हाफ प्यान्टमै टोइलेट गरिपठाएको थिएँ क्लास 1मा हो। तर मलाई अहिलेसम्म पनि याद छ। तपाईँ मेघनोलिया, तर म त्यति बेला मेघनोलिया पढ्थिनँ, त्यति बेला चाहिँ म होली क्रस पढ्थेँ। मेघनोलिया चाहिँ मैले 2 इयर्स मात्रै पढेको। त्यहाँदेखिको चाहिँ 1मा पढ्दा चाहिँ मैले चाहिँ मिन्स हाफ प्यान्टमै टोइलेट गरिपठाएको थिएँ स्कुलमा। यस्तो भएको थियो कि अब मिन्स टोइलेट चाहिँ गएको, तर त्यो टोइलेटमा चाहिँ प्याक भएर चाहिँ के त अब अरू स्टुडेन्ट पनि भएर अब हाफ प्यान्टमै गरिपठाएँ। अब त्यहाँदेखि त क्लासमा त आउनु पऱ्यो। अब त्यति बेला त्यो कुराहरू सम्झिँदा चाहिँ मलाई लाग्छ कि त्यो चाहिँ अब त्यति बेला त अब बच्चै थियो त्यस्तो पनि फिल भयो, तर अहिले सम्झिँदा चाहिँ त्यो चाहिँ अब वान अफ द मोस्ट एम्बेरेसिङ मोमेन्ट नै हो। त्यस्तो त हुन्छ, तर सबैको चाइल्डहुडमा नै हुन्छ भन्नु न। मेरो पनि तपाईँको घरमा आएको त अब होस् त्यो कुरा नजाउँ होइन। अर्को कुरा चाहिँ के हो भने अब जस्तै कन्टेन्ट क्रिएटरहरूलाई होइन इन्फ्लुएन्सर पनि भनेर भन्छ नि त होइन। अनि तपाईँको यस्तो कुनै कन्टेन्ट छ जुन चाहिँले चाहिँ अब अलिकति सोसियली इन्फ्लुएन्स गरेको छ जस्तो लाग्छ तपाईँलाई? मलाई तपाईँले भन्नुभयो त्यो 90sको सायद मलाई त्यसले नै अलिक इन्फ्लुएन्स गर्यो होला जस्तो लाग्छ। अब मैले अघि तपाईँलाई भने कि म सोसियल कन्टेन्ट क्रिएटर भनेर ढकमकाउँछु भन्छ नि, त्यस्तै म आफूलाई नै इन्फ्लुएन्सर भन्नु पनि अब त्योभन्दा डरलाग्दो कुरा हो नि त नि। अब इन्फ्लुएन्सर भनेको चाहिँ कस्तो प्रकारले हुन्छ भन्दा चाहिँ मैले मान्छेलाई पोजिटिभ वेमा इन्फ्लुएन्स गर्न सक्छु कि त म नेगेटिभली पनि गर्न सक्छु नि त नि। अब यो होइन कि म पोजिटिभली मात्रै सबै कुरा सेयर गर्नुछु भन्ने त हुँदैन। मेरो कतिवटा कुरा हेरेर मान्छेले त्यसलाई नेगेटिभ सेन्समा पनि लिएर अझै नराम्रो पनि हुनसक्छ। मैले कतिवटा कुरा गरेर त्यो मान्छे अझै पोजिटिभिटीबाट अझै ग्रो पनि हुनसक्छ है। अन्तखेरि अब तर अब कतिजना अननोइङली पनि इन्फ्लुएन्स भयो होला अब मैले बनाएको भिडियोजहरू हेरेर नि। अब सबै कुरा त सबैले त भनिँदैन, तर अब म एकपल्ट गोर्खेहाटमा गएको थिएँ, त्यो चाहिँ एउटा इन्सिडेन्ट। त्यहाँदेखिको चाहिँ म चाहिँ त्यसरी नै घुम्दै थिएँ, किनभने म त सिलगढी आउँदै यता त घुमि नै रहेको हुन्छु।
त्यहाँदेखि गोर्खे हाटमा चाहिँ अचानक मलाई बोलाउनु भयो नि त त्यहाँको अर्गनाइजर जो हुनुहुन्छ उहाँहरूले। त्यहाँदेखिको चाहिँ अब उहाँहरूले चाहिँ अब मलाई बोलाएर चाहिँ अब खदासादा लगाइदिनु भयो। अन्तखेरि त्यति बेला चाहिँ मलाई फिल भयो कि उहाँहरूले चाहिँ त्यो 90sको सङको होइन, मेरो अझै अर्को मैले सिरिज बनाएको थिएँ, तपाईँले सायद हेर्नु होला, ट्रेजर अफ दार्जिलिङ भन्ने हेर्नुभयो है। म चाहिँ ट्रेजर अफ दार्जिलिङ चाहिँ दार्जिलिङकैहरूलाई मात्रै यसको बारेमा अलिकति पछि भन्छ है। त्यहाँदेखिको चाहिँ मैले त्यहाँ उहाँहरूले खदा लगाइदिनु भयो। त्यहाँदेखि उहाँहरूले चाहिँ भन्नुभयो नि त, उहाँहरूले चाहिँ अब नेपाली गीतलाई चाहिँ यसरी राख्नुहुन्छ हाम्रो अगाडि, अब त्यो चाहिँ हाम्रो लागि चाहिँ एउटा ठुलो गर्वको कुरा भन्यो कि। म चाहिँ भेगा सर्कलबाट चाहिँ मुभी हेरेर निस्किँदै थिएँ। त्यहाँदेखिको चाहिँ म मुभी हेरेर तब बेलुका अलिक 8 जस्तो बजेको थियो। अन्तखेरि म चाहिँ हतारमा निस्किँदै थिएँ। त्यति बेला चाहिँ मलाई पछाडिबाट चाहिँ एकजना आन्टीले बोलाउनु भयो नि। अन्त आन्टीले बोलाउनु हुँदाखेरि चाहिँ म फर्केर हेर्दाखेरि चाहिँ उहाँ चाहिँ नेपाली हुनुहुँदो रहेछ, तर उहाँ चाहिँ मारवाडीसँग बिहा हुनुभएको रहेछ। अन्त उहाँको चाहिँ सानोबाट क्लास 8 पढ्ने नानी रहेछ, छोरी। त्यहाँदेखिको चाहिँ मलाई भन्नुभयो कि नानी भाइ मेरो छोरीले तपाईँसँग फोटो खिच्छ अरे भन्नुभयो होइन। अन्तखेरि चाहिँ अब म त सोचेँ किन फोटो खिच्छ होला भनेर। अन्त म त एकछिन अकमक्केँ नि त। अन्त अकमक्किँदा चाहिँ उहाँले सायद बुझ्नु होला कि उहाँले तपाईँको भिडियो पुरै हेर्नुहुन्छ भन्यो नि त। अन्त मैले भनेँ कि ए, अन्तखेरि हुन्छ भनेर मैले फोटो खिच्दा म चाहिँ नानीसँग नेपालीमा बोल्थेँ नि त। अन्त त्यति बेला उहाँले भनेको उहाँले नेपाली जान्दैन भन्नुभयो। अन्तखेरि उहाँले भन्नुभयो कि उहाँ चाहिँ मिन्स म चाहिँ मारवाडीसँग बिहा भएको हो। अन्तखेरि त्यो उहाँ नानीले नेपाली सायद बुझ्छ चाहिँ होला, बोल्नु सक्दैन किनभने मेरो भिडियोज त नेपालीमै हुन्छ। अन्त त्यति बेला अब फोटो खिचेँ। अन्तखेरि उहाँको बोजू पनि हुन्थ्यो सायद, जो लेडी हुनुहुन्थ्यो उहाँको चाहिँ सायद मदर इन ल होला, उहाँ पनि खुसी हुनुभयो मलाई देखेर। अब सायद उहाँले पनि हेर्नु हुँदो रहेछ। अन्त त्यस्तो कुराहरू सानो कुराहरूले चाहिँ फिल भयो कि ए हामीले अब अननोइङली सायद मान्छेलाई इन्फ्लुएन्स चाहिँ गरेकै हो। तपाईँले सबैभन्दा तपाईँको कुराले मलाई इन्फ्लुएन्स गरेर मैले आज पोडकास्ट गर्दैछु त्यो एउटा एचिभमेन्ट थियो है। अन्त अब हेटर्सहरूको त कमेन्ट आउँछ नि, अनि कसरी डिल गर्नुहुन्छ त्यो त मैले त देखेको छु। अब हाम्रो भ्युअर्सहरूले चाहिँ भनिदिनुहोस् न। म डिल्स चाहिँ हाँसी नै गरिदिन्छु है मासले चाहिँ, किनभने हजुर अब यस्तो नि त म चाहिँ कतिवटा कुरामा चाहिँ म अलिकति कस्तो छु भन्दा चाहिँ टिट फर ट्याट टाइपको हुन्छ नि, त्यस्तो पनि सोच्छु म। अब जस्तोलाई त्यस्तै गर्नुपर्छ भन्ने पनि मलाई आउँछ मनमा। तर अब यो होइन कि अब हेटर्सहरूले मलाई त्यो कमेन्ट गर्दा म उनीहरूलाई त्यो हेट्रेड उयसमा चाहिँ वेमा चाहिँ गरेको होइन। तर अब उनीहरूले मलाई नेगेटिभ कमेन्ट गर्दैछ, हेटेड कमेन्ट गर्दैछ भने म माइलाग्दो भएर त किन अगाडि आउनु, त्यो रुँदै उनीहरूले मलाई यस्तो भन्यो भने त्यो क्राई बेबी हुने त कुरै छैन नि त नि। अब किनभने अब हामी कतिको स्ट्रङ छु कतिको विक छु त्यो त अब हामीलाई नै थाहा हुन्छ नि त। सोसियल मिडियामा आएपछि त्यो प्रिपेयर नै हुनुपर्छ। हजुर। अन्तखेरि चाहिँ अब म चाहिँ जति सक्दो अब हेट कमेन्टहरू आजकल चाहिँ आवाज जस्तो फिल हुन्छ रिप्लाई दिनुको लागि। यही हाँसो त फेमस छ, आवाज जस्तो हुन्छ नि। अब मान्छेहरूले मलाई बिचाराहरूले कतिजनालाई चाहिँ सायद कन्सर्न हुन्छ, उहाँहरू हुनुहुन्छ होला र भन्नुहुन्छ कि भाइ अब कतिजना त मेरो त प्रायः भ्युवर्सहरू चाहिँ मलाई लाग्छ कि एज ग्रुपमा अलिक ठुलोहरू हुनुहुन्छ, अब 50-60हरूको एजको प्रायः मलाई नानीहरू भन्दै लेख्नुहुन्छ नि त। अन्तखेरि चाहिँ अब तपाईँले त्यो हेट कमेन्टलाई उयो ध्यान नदिनुहोस् भन्छ होइन। अब उहाँहरूले चाहिँ सोच्नुहुन्छ होला सायद म चाहिँ इमोसनली मेन्टली चाहिँ डिस्टर्ब हुन्छु भनेर, तर म चाहिँ त्यस्तो विक चाहिँ छुइनँ है। म चाहिँ अलिकति भए पनि स्ट्रङ हेडेड नै छु नि त। अब म त्यस्तो नेगेटिभिटीले मलाई त्यस्तो असर पर्दैन, किन भन्दा अब नेगेटिभिटी पोजिटिभिटी मान्छेकोमा दुइटा भयो भने त एउटा ब्यालेन्स्ड हुन्छ नि। अब मेरोमा पोजिटिभिटी मात्रै भयो भने पनि कि त म फेक हुन्छु, अब त्यस्तो डरलाग्दो पनि हुँदैन मान्छेकोमा। मेरोमा फेरि नेगेटिभिटी मात्रै भयो भने म त्यो एउटा इभिल एउटा मान्छे नै। अन्त त्यसै कारणले म चाहिँ हेट कमेन्टहरूलाई त हाँसी नै रिप्लाई दिन्छु। अन्त अर्को क्वेसन होइन, कसै इन्फ्लुएन्सरसँग कोल्याब गर्ने इच्छा हुन्छ नि, त्यस्तो केही छ? पहिला थियो, अहिले छैन नि। अब फ्रेङ्कली भन्दाखेरि चाहिँ अब पहिला त सायद सबैलाई नै हुन्छ होला। अब हामीले पनि जब रिल्स बनाउँदै थिएँ स्ट्रगलिङ, अब स्ट्रगलिङ भन्दा पनि अहिले पनि म अब स्ट्रगलिङ फेसमै नै हो। म आफूलाई नै त्यही ठान्छु, किनभने अब हाम्रो रिल्स हाल्ने बित्तिकै अब त्यो कति हजार भ्युज त आउने होइन, त्यसको लागि कसै रिल्स चल्छ कसै रिल्स अहिलेसम्म पनि चल्दैन नि। अब त्यो त तर अब कोल्याब गर्ने पहिला चाहिँ मेरो इच्छा थियो। अब पहिला चाहिँ
मलाई के हुन्थ्यो भन्दा चाहिँ म चाहिँ तपाईँलाई याद छैन होला सायद मैले चाहिँ युट्युबबाट चाहिँ मेरो जर्नी स्टार्ट गरेको नि त मैले चाहिँ ब्लगिङबाट गरेको अन्तखेरि त्यति बेला म फेसबुकमा त भिडियो हाल्दै हाल्थिनँ अन्त मैले इन्स्टाग्राममा मात्रै हाल्थेँ अलिअलि हाल्थेँ त्यो पनि त्यो गीतहरू पछाडि लगाएर त्यसरी उयो गरेको आफ्नो अरिजिनल उयो चाहिँ हाल्थिनँ अन्त मलाई चाहिँ अब युट्युबमा चाहिँ मैले चाहिँ कसलाई पुरा हेर्थेँ भन्नुहोस् त तामाङ सिब्लिङ्स चिन्नुहुन्छ हेर्नु पनि भएको होला नि अन्त उहाँहरूलाई चाहिँ म हेर्थेँ पुरा अन्त मलाई त्यति बेला चाहिँ फिल हुन्थ्यो कि उहाँहरूसँग कोल्याब गर्नु पायो भने अब मेरो भ्युज बढ्छ होला भने अब त्यो अटोमेटिकली कोल्याब भन्ने बित्तिकै मान्छेले भ्युज बढोस् फेरि अब सानो सानो क्रिएटर हुँदाखेरि ठुलो नै क्रिएटरसँग नै गर्नु मनपर्छ नि अन्त त्यस्तो हुन्थ्यो अन्तखेरि पछि अब यो मैले रिल्सको जर्नी बनाउँदा मलाई अब कतिजना त्यो इन्स्टामेन्ट गान्तोक भन्ने हेर्नुहुन्छ हजुर उहाँहरूसँग कोल्याब गऱ्यो भने चाहिँ मेरो भ्युज बढ्छ होला भन्ने मलाई फिल त्यो हुन्थ्यो तर मेरो इन्सिडेन्ट चाहिँ कस्तो भयो भन्दा चाहिँ मिन्स म त्यसो खुलेर त तपाईँलाई नाम सायद त भन्दिनँ हजुर अब मैले चाहिँ त्यसरी नै इन्स्टाग्रामबाट मैले अलिअलि फेम पाउँदै गर्दा चाहिँ अब मेरो त फलोवर्स 10K पनि छैन इन्स्टाग्राममा चाहिँ 8Kहरू समथिङ छ अहिले चाहिँ त्यो पनि घटेर मुनि जान्छ डेली होइन त्यो केही छैन त्यो त है अन्त मैले एक दुईजना क्रिएटर्सहरूलाई चाहिँ भने कि अब भेटेर चाहिँ होइन थ्रु मेसेजहरू नै भने कि हामी कोल्याब गरौँ भने अब मैले चाहिँ त्यति बेला चाहिँ मेरो मोटिभ त्यही थियो अब त्यही नै थियो भन्नु पऱ्यो किनभने अब भ्युजहरू बढ्छ एकअर्कासँग चिन्छ फलोवर्स बढ्छ भन्ने नै त हुन्छ सबैको होइन अन्त उहाँहरूले चाहिँ अब त्यही सोच्नु होला कि तपाईँले भन्नुभयो नि ठुलो क्रिएटरहरूले ठुलो नै छान्छ नि त अब सानोसँग त उहाँहरूले उहाँको पनि अब गल्ती त होइन फाइदै हेर्छ नि त सबैले अन्त गर्नु भएन मसँग कोल्याब होइन अब के रिजनले मलाई थाहा छैन अब सायद कन्टेन्ट मन नपरेर हो चाहे अब मलाई नै मन नपरेर त्यो त अब म भन्न सक्दिनँ नि अब ठिकै छ तर पनि त्यहाँदेखि यता चाहिँ मैले फिल हुँदै गएँ कि कोल्याब गरेर पनि फाइदा चाहिँ छैन रहेछ अब मैले कोल्याब सपोज अहिलेको अब दार्जिलिङतिर चल्नेहरू डरलाग्दो फेमस को छ भक्ते भाइहरू भयो होइन स्टार सापनहरू भयो उहाँहरूसँग मैले गएर कोल्याब गरेँ अरे एउटा दुईवटा रिल्स त चल्ला लु कोल्याब गरेको लु 10 मिलियनहरू जाला 20 मिलियन जाला फेरि अर्को रिल्स त मैले आफै बनाउनु पर्यो अब मान्छेले त मलाई मन पराउनु पर्यो नि त नि अब मेरो कन्टेन्टलाई किनभने तपाईँको त्यो अरिजिनालिटी अब तपाईँको डिफ्रेन्ट छ जस्तै मैले भने अघि होइन अरू भन्दा फेरि अन्त त्यसले नै तपाईँ उयो हुनुहुन्छ नि त फेमस हुनुहुन्छ नि त होइन अन्त सपनको उसको आफ्नो जग्गामै छ हजुर अन्त त्यही हो अन्त अर्को कुरा चाहिँ अब इन्स्टाग्राम त चलाउनै हुन्छ वाट्सएप अरे फेसबुक पनि चलाउनै हुन्छ होइन अब एउटा वियर्ड अब म्यासेज हुन्छ नि तपाईँको डिएममा आएको हुन्छ नि अब केही छ तपाईँलाई जहिले पनि प्लेटफर्मबाट इन्स्टाग्राम जसले पनि मेसेज पठाएको हजुर जुन चाहिँबाट पनि तपाईँलाई मेसेज चाहिँ टाइपको चाहिँ छैन अब त्यो देख्दा अब डर लाग्ने अब त्यो ब्लक गर्नुपर्ने टाइपको त त्यस्तो त छैन किनभने म बेसी च्याट गर्दिनँ मेरो चाहिँ ह्याबिट कस्तो छ भन्दा चाहिँ म फोनमा बेसी बोल्दिनँ म च्याट पनि बेसी गरिरहँदिनँ त्यसै कारण त्यस्तो वियर्ड चाहिँ छैन अब जसमा प्रकारले अब हेलो हाईहरू भनेर पठाउनुहुन्छ अब त्यो त नर्मलै हो है तर अब त्यस्तो डरलाग्दो त अहिलेसम्म मैले पाएको छुइनँ होला त्यो चाहिँ मलाई त्यस्तो याद भएन अनि लकअप पनि अब स्टार्ट हुँदै रहेछ त्यसको पनि रिभ्यू गर्नुहुन्छ लकअप चाहिँ म हेर्दिनँ म रिभ्यू गरेको भनेको चाहिँ यो स्प्लिट्सभिल्लाको तर जति नै बिग बस जस्तो आयो भने पनि मलाई त बिग बस नै मनपर्छ अब जस्तै अहिले एलायन्स भन्ने आएको रहेछ नि हजुर एलायन्स त्यो पनि हेर्दिनँ त्यो पनि भर्खर स्टार्ट भएको मैले हिजो मात्रै फर्स्ट एपिसोड हेरेँ हो सायद कुनाल खेमु के मैले पनि त्यो देखेँ ट्रेलर चाहिँ देखेको थिएँ अन्त होइन इन्ट्रेस्टिङ छ तर बिग बस कस्तो त्यो उयो चाहिँ छैन हुन्छ नि चाम हजुर त्यो चाहिँ छैन जस्तो लाग्छ म अब बिग बस सुरु भयो भने बिग बसको गर्छु अन्त म रोडिसको गर्छु किनभने मलाई हेर्नु मन परेको चाहिँ स्प्लिट्सभिल्ला रोडिस र बिग बस चाहिँ म पहिला हेर्थिनँ अब मैले स्प्लिट्सभिल्ला बनाएँ नि रिभ्यू त्यहाँ त्यो सालदेखि चाहिँ मैले बिग बस हेर्नु थालेको फुल्ली चाहिँ किन भन्दा अब अघि भनेको जस्तै अब भ्युवर्सहरूले डिमान्ड गर्नुभयो नि त बिग बसको पनि बनाउनुहोस् भनेर मैले बिग बसको बनाएको थिएँ सायद तपाईँले त्यो हेर्नु भएन होला नि अलिअलि हेर्नुभयो हजुर त्यो अन्त त्यसरी मैले बिग बसको बनाएँ त्यो चुम दाराङहरू भएको सिजन थियो नि हजुर दिग्विजयहरू भएको त्यसको बनाएँ
अन्त योपालिको बिग बसको पनि सायद मैले अलिअलि बनाएँ। हजुर अभिषेकहरू हजुर तर मैले योपालिको बिग बसको चाहिँ डल्लै बनाउनु पाइनँ। अभिषेकहरू त चुम्दारङ्गकै पालिको हो होइन चुम्दारङ्गहरू त करणवीरहरू भयो रजतहरू थियो अनि ईशा अभिषेकहरू थिएन त्यति बेलै थियो। ए अर्को अभिषेक हौ यता के अरे अभिषेक बजाज भन्ने ए अभिषेक बजाज योपालिको हजुर त्यो योपालिको चाहिँ मैले त्यो के गरेँ भन्दा चाहिँ बनाउँदै थिएँ म त्यतिकै बिमार भएर मैले ग्याप लिनु पर्यो त्यो अपरेसन भएको थियो नि मेरो त्यहाँदेखिको चाहिँ मैले त्यतिकै बनाउनु छोडिदिएँ। हजुर हुन्छ अन्त म तपाईँलाई एउटा कुरा भन्न चाहन्छु होइन हजुर भन्नुहोस् न के कुरा भने चाहिँ अब तपाईँलाई थाहा छैन नि यो कुरा हुन्छ नि मैले मस्ती सोच्दा पो है त्यस्तो भएको भन्ने भएको कि हामी टिनेजर्स थिएँ होइन त्यति बेला अन्त चाहिँ म चाहिँ अब लाटपन्चर हाई स्कुल पढ्थिनँ नि त होइन म अर्को स्कुल पढ्थेँ अन्त मेरो उयोहरू छ नि कजन सलोजाहरू हजुर तिनीहरूले चाहिँ ओए हाम्रो स्कुलमा कस्तो ह्यान्डसम टिचर राख्छ उयो सेम छ भन्यो को जस्तो भन्नु त इमरान खान जस्तो छ भनेर भने होइन अन्त चाहिँ त्यति बेला चाहिँ त्यहाँदेखि मलाई चाहिँ अब तिनीहरूले भनेकै सुनेर हुन्छ नि अब म चाहिँ फेसबुकमा सर्च गरेँ तपाईँलाई होइन तपाईँको नाम भेटेँ तपाईँलाई होइन मैले फ्रेन्डको चाहिँ तपाईँले एक्सेप्ट गर्दा म खुसी पाएँ म चाहिँ खुसी भएको थिएँ होइन अन्त चाहिँ तिनीहरूले चाहिँ भनिबस्थ्यो अब के अरे उयो तपाईँ चाहिँ त्यो उयो जस्तो पनि हुनुहुन्छ त्यो ट्युबलाइट भन्ने थियो नि त्यो एउटा हलिउड ट्युबलाइट भन्ने त्यो रबर्ट प्याटिसन त्यस्तै देख्छ भनेर भन्थ्यो होइन त्यो भ्याम्पायर जस्तो पनि देख्छ भने अब मैले पनि हेर्थेँ तपाईँको फोटोहरू होइन स्क्रोल गरिकरि है त्यस्तै तपाईँको प्राइममा तपाईँ ह्यान्डसम नै हुनुहुन्थ्यो निकै। हजुर मिस थिएन यस्तो किन भन्दा अब अहिले तपाईँले भन्नुहुँदैछ किनभने मलाई चाहिँ इमरान खान जस्तो भनेर चाहिँ मलाई थुप्रैले भन्थ्यो त्यति बेला मेरो खुदै मेरो भान्जीले पनि भन्थ्यो मामा त अब त्यस इमरान खान जस्तो देख्नुहुन्छ अलिअलि भन्नुहुन्थ्यो। अब त्यति बेला त अब झन् कस्तो गजक्कै त हुन्छ होइन तर तपाईँको कुरा त फर्स्ट टाइम सुने त्यही त म त मैले पनि बिर्सेको थिएँ अब यो कुरा कि अस्ति तपाईँलाई बोलाउनु पर्छ भनेर सोच्दा चाहिँ ए त्यस्तो भएको थियो त दादासँग भन्ने भएको। त्यहाँबाट फेसबुकको फोटोहरू मेरो अहिले हेर्छु नि त म अब त्यति बेला म लिन्थेँ नि त नि अब अहिले त मोटेको छु पुरा। त्यति बेला चाहिँ म अब मस्टली त्यो यङ एजमा चाहिँ अब त्यो टिनेज अब यङहरूमा चाहिँ युथमा चाहिँ सायद अलिकति अब राम्रै थियो होला हौ लुक्स चाहिँ अब किनभने मलाई चाहिँ थ्रु फेसबुकै मुभिजको चान्स आएको थियो सायद त्यो कुरा तपाईँलाई थाहा छैन है अब त्यो त प्रायः कसलाई पनि थाहा छैन किनभने म यस्तो कुराहरू प्रायः भन्दिनँ। मलाई चाहिँ एउटा सर्ट मुभिजको लागि चाहिँ नेपाली मुभिजको लागि चाहिँ थ्रु फेसबुक नै त्यति बेला चाहिँ म कलेज टक्कै सकेर चाहिँ त सायद तपाईँ म जुन चाहिँ स्कुल जोइन गरेँ नि त्यही सालको कुरा हो। स्कुलमा जोइन गरेको साल चाहिँ फेसबुकमा चाहिँ मैले एकजना नेपाली डिरेक्टर हुनुहुँदो रहेछ उहाँले चाहिँ टेक्स्ट गर्नुभयो होइन अन्त फोन नम्बर माग्नुभयो अन्तखेरि म त किन माग्यो होला भनेर मैले दिएँ। अन्त बात गर्दा चाहिँ तपाईँलाई हामी मिस नेपाली सर्ट मुभिजमा कास्ट गर्न चाहन्छु भन्नुभयो। अब त्यति बेला त अब त्यो क्यामेरा त्यो भन्दा त अब त्यही मात्रै हामी गाउँको नि अब जे नै भने पनि अब गाउँमा बस्ने अब यो भन्नु चाहेको होइन कि गाउँकोहरू फरवर्ड हुँदैन भनेको होइन तर पनि अब हजुर त्यो समयमा अब हाम्रोमा त्यो टेक्नोलोजी थिएन होइन हामी त्यो कुरादेखिको अब टाढै नै थियो नि त। अन्त मलाई त अब डर अब एक प्रकारको मुटु ढुक भयो होइन त्यहाँदेखि मैले भने कि म त इन्ट्रेस्ट छुइनँ भने मैले अन्तखेरि उहाँले भन्नुभयो तपाईँ अब एकपल्ट सिलगढी आउँदाखेरि चाहिँ हाम्रो अफिसमा आउनुहोस् न भन्नुभयो होइन। त्यहाँदेखिको म अब गएँ सिलगढीको आमतला चिन्नुहुन्छ आश्रम फाटोदेखिको छेउमा त्यहाँनिर चाहिँ अफिस रहेछ। अन्त यसरी नै राख्नुभयो कि अन्त फोटोहरू पुरा खिच्नुभयो वरिपरिबाट होइन अरू मान्छेहरूले म त छक्कै परेँ अब त्यो नर्भस पनि भयो। अन्तखेरि उहाँले मलाई एक्सप्लेन गर्नुभयो यस्तो यस्तो रोल पनि भन्नुभयो। अन्त तर म चाहिँ कस्तो होला भन्नुहोस् न अब यस्तो मैले अघि भनेको जस्तै त्यो स्ट्रङ हेडेड भनेको जस्तै तर स्ट्रङ हेडेड हुनु पनि त्यति साह्रो राम्रो रहेनछ किनभने मान्छे अलिकति फ्लेक्सिबल पनि हुनु पर्यो। म चाहिँ मन बनाइसकेको छु म चाहिँ गर्दिनँ अब यिनीहरूले मलाई बोलायो जस्ट अब म सुन्छु के भन्दा रहेछ उनीहरू बिचराहरूले मलाई टाइम दिएर एक्सप्लेन गर्नुहुँदैछ नि तर मेरो चाहिँ माइन्डमा के छ ए म त गर्ने त होइन म त गर्दिनँ अब हुन्छ नि त्यही नै भनिराखेको छु। अब सायद रिजन त्यही पनि थियो अब मेरोमा त्यो कन्फिडेन्ट त थिएन होला सँगसँगै अब त्यो एउटा आर्ट गट्स पनि चाहियो नि त नि त्योहरू केही पनि थिएन अब त्यो हामी एक्सपोजै भएको थिएन नि त यो कुरामा।
अन्त त्यतिकै मैले गरिनँ बिचराले उहाँले मलाई अझै सेकेन्ड टाइम थर्ड टाइम पनि अब ट्राई चाहिँ गर्नुभयो त्यहाँदेखि अब मान्छेले एकपल्ट दुईपल्ट पो भन्नुहुन्छ त एक कुरो भन्नु त वक्कै उहाँहरूलाई पनि त वक्कै लाग्छ नि अन्त मैले गरिनँ अन्त फेरि अर्को साल फेरि म्युजिक भिडियोमा मैले फेरि चान्स पाएको थिएँ नेपालीमा नै त्यो पनि मैले गरिनँ अन्त अहिले चाहिँ मलाई त्यो कुरा चाहिँ रिग्रेट लाग्छ सम्झिँदा त्यति बेला चाहिँ होइन तपाईँ ह्यान्डसम हुनुहुन्थ्यो किनभने हामीले पुरा फोटो हेरिबस्थ्यो अब त्यति बेला हुन्छ नि त्यो टिनेजर्स एजमा अब त्यो राम्रै राम्रै दादाहरू हेर्ने हुन्छ नि त्यति बेला चाहिँ अनि अब कन्टेन्ट क्रिएटर साथसाथै हजुर त अब टिचर पनि हुनुहुन्छ नि त होइन टिचर चाहिँ अब टिचर नै भन्नु पर्यो मेन अब प्रोफेसन त टिचर नै हुन्छ तपाईँ होइन अनि त्यो आफूलाई चाहिँ कसरी स्विच गर्नुहुन्छ भने अब कन्टेन्ट क्रिएटर र टिचरको उयसमा प्रोफेसन म चाहिँ बाई हार्ट चाहिँ म कन्टेन्ट क्रिएटर होइन अब म चाहिँ टिचर नै हो किनभने मैले जबसम्म सानोदेखिको मेरो एम्बिसन नै म टिचरै हुन्छु भन्ने थियो अब अहिलेसम्म म टिचिङ फिल्डमा नै छु अन्तखेरि मैले अहिलेसम्म कुनै पनि अरू उयो हुन्छ नि अरू जबको लागि चाहिँ अप्लाई नै गरिनँ मिन्स ट्राई नै गरिनँ इक्जाम्सहरू नै कसै एक दुईवटा इक्जाम्स बसेँ तर त्यो मनमै थिएन कि म टिचरै हुन्छु भन्ने थियो सायद मेरो चाहिँ फ्यामिलीदेखिको हुन्छ नि अब रिलेटिभ्सहरू चाहिँ सबै प्रायः चाहिँ टिचिङ फिल्डमा हुनुहुन्छ नि त मेरो बाबा मेरो दिदी हजुरदेखिको लिएर अब मेरो काकाहरू बडाहरू प्रायः सबैजना नै अब मेरो कजन्सहरू पनि अब अहिले हामी रिलेटिभ्सहरू सबै भेला भयो भने हाम्रो सबसेभन्दा बेसी टिचर्स निस्किन्छ त्यस्तो छ नि त अन्त सायद त्यसले इन्फ्लुएन्स भएर मलाई कि म चाहिँ टिचिङपट्टि नै थिएँ अन्त अहिले चाहिँ मलाई के फिल हुन्छ भन्दा चाहिँ अब म रिल्सहरू त बनाउँछु कन्टेन्टहरू क्रिएट गर्छु होइन अन्त अहिले सम्झिँदा चाहिँ कि त म टिचिङको लागि फिट छुइनँ कि भन्ने पनि लाग्छ घरिघरि चाहिँ तर पनि फेरि एक प्रकारले सम्झिन्छु कि होइन अब टिचिङ चाहिँ अब मैले छोड्नु हुँदैन अब यो कन्टेन्ट क्रिएटर त एउटा इच्छा पनि म प्यासन पनि म फेरि एउटा अब यो अपर्च्युनिटी मात्रै हो नि त कोही कति बेला हराउन सक्छ कति बेला जान सक्छ त्यो पनि हामीलाई थाहा छैन किनभने यो चाहिँ एउटा टेम्पोररी फिल्ड हो नि त तपाईँलाई टिचर भनेर पनि त्यति मान्छेले पत्याउँदैन है किनभने मलाई पनि अस्तितिर अहिले टिचर पढ्यो है छक्कै पढेँ भनेर भन्नुहुँदैन थियो कि हाम्रो चिनाजना अब म्युचुअल्सहरूले अन्त मैले चाहिँ टिचर त हो भनेर त छक्कै पढेको थिएँ अब टिचर भनेपछि चाहिँ एउटा बसेको छ अब एउटा यस्तो खालके हुन्छ नि रिजर्भ खालके हुन्छ नि त्यो अब त्यस्तो खालके त्यो एउटा बसिसकेको छ नि त अब सबैको माइन्डमा होइन अन्त पत्याउँदैन अब मलाई अब कतिजनाले भन्नु हुन्छ कि टिचर भएर कस्तो भिडियोहरू बनाएको भन्नुहुन्छ नि त अब त्यो चाहिँ एउटा अर्थोडक्स हो नि त सोचाइ नि अब टिचर भनेपछि त्यो एउटा डाइनामिक्स हो नि त प्रोफेसनै त डाइनामिक्स हो अब हामी टिचर भएर चाहिँ एउटा रिजर्भ भएर केही नगरी खालि पढाउने मात्रै भन्यो भने त हाम्रोमा त्यो डाइनामिकै आउँदैन नि त अब अहिलेको जेनेरेसनलाई हामी अब कहाँ 90sकोहरू भएर चाहिँ हामीले जेन अल्फा जेन के अरे यो जेन जीहरूलाई पढाउनुपर्छ भनेपछि त हामीले खुदै त्यो डाइनामिक त ल्याउनु पऱ्यो नि त आफूमा अब एउटा अडप्टेसन त हो मैले अडप्ट गर्नु त हो कुनै अब सिस्टमलाई अब यो त एउटा कल्चरै त होइन अब जसमा कि हामी पनि पहिलाको जमानामा टिचरहरू नाटक खेल्थ्यो अहिलेको जमानामा रिल्स बनाउँछ टाइम अनुसार अनि तपाईँको अब कुनै उयोतिर स्टुडेन्ट्सहरूले कस्तो रियाक्सन दिन्छ हुन्छ नि स्टुडेन्टहरूले चाहिँ मलाई उयो गर्दैन यो फिल्डमा म छु भनेर नि उनीहरूले मलाई उयो गर्दैन आँट गर्दैन सायद किनभने क्लासमा तपाईँको रूप अर्कै हुन्छ होइन म अलिकति स्ट्रिक्ट नै छु एज अ टिचर चाहिँ अन्तखेरि मलाई इन्स्टाग्राममा फलो गर्ने अब यो फेसबुकमा फलो गर्ने भनेको मेरो एक्स स्टुडेन्टहरू चाहिँ छ स्कुलभित्रैको नानीहरूले चाहिँ सायद उनीहरूले कतिजनाले लुकी त हेर्छ होला तर मसँग त्यो तपाईँले रिल्स यस्तो गर्नुहुन्छ है भने चाहिँ कहिले पनि बात गर्दैन किनभने फेरि म क्लासतिर गएर म रिल्स बनाउँछु मलाई फलो गरेर म भनिरहदिनँ किनभने अब एउटा स्टुडेन्ट र टिचरको बिचमा हामी जस्तो सुकै भयो भने पनि एउटा थिन लाइन चाहिँ आफूले नै मेन्टेन गर्नुपर्ने हुन्छ नि त हजुर त्यही कारण चाहिँ अनि टिचर हुनु तपाईँलाई साह्रो लाग्यो कि कन्टेन्ट क्रिएटर हुनु साह्रो दुइटै साह्रो किनभने अब सजिलो त कुनै पनि छैन नि अब म यहीँ बसिरहनु त साह्रो छ है अब बसिरहँदा पनि त अब कहिले उठौँ कहाँ जाउँ है हजुर त्यो यहाँबाट कहिले निस्क्यौँ भन्ने हुन्छ भनेपछि त अब टिचर भनेपछि त झन् मैले कसैलाई मोल्ड गर्नु पर्यो है अब तपाईँ मेरो स्टुडेन्ट अरे म टिचर अरे
मैले त तपाईँलाई त एउटा बेटर सिटिजन बनाउनु पऱ्यो नि त। अब त्यो बनाउनु जस्तो साह्रो काम त मेरो अब केही होइन नि त, किनभने तपाईँको थिङ्किङ मिल्दैन, मेरो थिङ्किङ मिल्दैन। अनि फेरि अब मैले तपाईँ एकजना जस्तैलाई मात्रै डिल गर्नु पर्दैन, एउटै क्लासमा 30 जना 20 जना हुन्छ, अलग 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 ब्याकग्राउन्डको अलग 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 थिङ्किङ भएको नानीहरू आउँछ नि त। अन्तखेरि अब मैले चाहिँ सबैको नजरबाट नै म एकजनाले चाहिँ त्यो सबै नजरलाई नै मैले ब्यालेन्स गर्नु पऱ्यो नि त, सबै माइन्डलाई नै मैले कन्ट्रोल गर्नु पऱ्यो। अब कन्ट्रोल मात्रै होइन, उनीहरूलाई मैले कस्तो प्रकारले हुन्छ पोजिटिभिटी ल्याएर कसरी मोल्ड गर्नु, कसरी एउटा राम्रो मान्छे बनाउनु, त्यो अब त्यो त एकदमै साह्रो काम हो। तर अब मान्छेको चाहिँ सोचाइ के छ भन्नुहोस् त, यिनीहरू टिचर हो, छुट्टी पाइहाल्छ, गयो पढायो आयो, त्यो बाहेक थुप्रै रेस्पोन्सिबिलिटिजहरू छ जो चाहिँ अब त्यो टिचिङै गर्नेहरूलाई मात्रै थाहा हुन्छ है। अब कन्टेन्ट क्रिएटर पनि त्यही हो, अब साह्रो, अब कन्टेन्ट सोच्नु पर्यो है। फेरि अब कन्टेन्ट मात्रै सोचेर भएन, अब बनायो, अब सोचेको जस्तो एक्जिक्युट गर्न पनि सक्दैन नि त कोही बेला। अब फेरि क्यामेराको अगाडि आएर कतिपल्ट नर्भस हुन्छ, हजुर, कोही बेला कस्तो मुड हुन्छ, कोही बेला अब त्यो एडिटिङ गर्नु त्यसमा पनि इभी लाफ दिनै पर्यो है, दिनै पर्यो। अब रिसिटी भए पनि हाँस्नै पर्यो नि त। अब त्यो म अब कोही बेला मैले यस्तो पनि फेरि अर्को टिचरको चाहिँ के हुन्छ नि, अब म त टिचर त भएको छुइनँ, तर अब मैले घरमै मेरो अब दादाको नानीहरूलाई पढाउँदाखेरि चाहिँ अब एउटा सबैभन्दा जस्तै तपाईँको मुड खराब हुँदा पनि तपाईँले कन्टेन्टमा हाँस्नु नै पर्छ तपाईँ होइन, त्यो भयो। टिचरमा चाहिँ कस्तो भने तपाईँलाई अब त्यो नानीको बिहेभियर देखेर, स्टुडेन्टको बिहेभियर देखेर हाँस उठिरहेको हुन्छ, तर तपाईँले हाँसलाई कन्ट्रोल गरेर रिसाएको जस्तो एक्टिङ गर्नु पर्ने हुन्छ नि, त्यस्तोहरू निकै टिचर भएपछि निकै एक्टिङ। टिचर भनेपछि चाहिँ अलिकति उयो नै हुनु पर्यो नि त, यो एक्टर जस्तै नै हो। अब त्यही एक्टर त कुरा निस्किहाल्यो, एक्टिङमा चाहिँ इन्ट्रेस्टेड हुनु हुँदैन है तपाईँ, के हुनुहुन्छ? मिन्स इन्ट्रेस्ट चाहिँ होइन कि, तर अब अहिलेतिर म त्यो मोस्टली यस्तो नेपाली मुभिजहरू बनाएको देख्छ नि लोकल्ली, अब जसमा कि मैले हालैमा सेप अफ मोमो भन्ने मुभी हेरेँ, त्यो मुभीले पुरा टच भयो म होइन। अब तपाईँकै मुभी सँगसँगै पनि हेरेँ, अब त्यो तपाईँको मुभीहरू हेर्दा, यो सेप अफ मोमो हेर्दाखेरि होइन, अब अझै अब तारा भन्ने मुभीहरू पनि थियो नि, त्योहरू हेर्दा अहिले चाहिँ मलाई फिल हुन्छ कि सानो रोल हामीले पनि पाउनु नि, अब त्यो हुन्छ नि त्यो अपर्च्युनिटी पाउनु नि। अब हुन त एक्टिङमा भनेपछि रोल आयो भने चाहिँ गर्नुहुन्छ, अब त्यस्तो डेस्परेट चाहिँ हुनु हुँदैन, डेस्परेट चाहिँ होइन, तर अब कतै पाएर अब त्यो फिट हुन सक्ने गर्न सक्ने भयो भने चाहिँ इच्छा चाहिँ हो। हामी भनेपछि गर्नुपर्छ। अनि अब टिचर भएको नाताले कन्टेन्ट क्रिएटरलाई अलिकति पढा सारेर होइन, एजुकेसन सिस्टममा चाहिँ तपाईँलाई के चेन्ज हुनुपर्छ जस्तो लाग्छ? मलाई एजुकेसन सिस्टममा चाहिँ फर्स्ट चाहिँ सिलेबस नै, अब म पर्सनल्ली चाहिँ मलाई लाग्छ कि यो जुन चाहिँ करिकुलम छ त्यो चाहिँ टोटल्ली चेन्ज हुनुपर्छ। किन भन्दा अहिलेको नानीहरूले पनि हामीले पढेको कुरै नै पढ्दैछ। अब टाइम त कति डेकेड्स चेन्ज भइसक्यो भनेपछि त सिलेबस त त्यही भएर त हुँदैन नि त नि। अब अहिलेकोमा त नानीहरूकोमा त अब यो जसमा कि नयाँ नयाँ टेक्नोलोजिसहरू छ नि, अब मस्टली त यो फोन, अब फोन हाम्रो पालिमा थिएन हामी स्टुडेन्ट हुँदा, अहिले छ होइन। अब तर पनि अब हामी अहिले नानीहरूलाई थ्रु फोन, त्यो थ्रु इन्टरनेटहरू पढाउँदिनँ, कसै ठुल्ठुलो स्कुलतिर होला है। अब मस्टली चाहिँ अब इन जेनरल हेर्दाखेरि चाहिँ सिलेबस चाहिँ मलाई लाग्छ कि अब अहिलेको नानीहरूलाई पनि हामी क्लासमा गएर त्यही बाबारबाटै पढाउनु पर्छ। हामी त्यही पढेको, अहिलेको नानीहरूलाई पनि त्यो कुनै कसले के गर्यो कुनै कसले के गर्यो त्यही नै अब पढाउनु पर्छ। मेरै सब्जेक्टमा हेर्दा पनि अब जियोग्राफी भनेको त डाइनामिक हो नि त, म चाहिँ अब जियोग्राफी पढाउँछु, तर अब त्यो चाहिँ डाइनामिक हुनु पऱ्यो नि त। अब मैले पनि हामीले सन छ, मर्क्युरी, भेनस, अर्थ, मार्स, प्लुटो छ, यस्तो यस्तो छ, यस्तो अहिलेको नानीहरूलाई पनि त्यही पढ्नु छ, मैले पनि त्यही पढेको, त्यो केही डाइनामिकै छैन नि। अब अहिले चाहिँ मलाई लाग्छ कि सिलेबसमा चाहिँ यो लाइफ स्किलहरू हुन्छ नि, जसमा कि यो नर्सिङहरू भयो, अब थुप्रै छ नि त अहिले, यो तपाईँहरूकै फिल्म सेक्टरकोहरू भयो होइन। अब तपाईँहरूले फिल्म सेक्टरको लागि पढ्नको लागि त अब कलेजहरूमा गएर मात्रै गर्नु सक्नुहुन्छ नि त नि, त्यो पनि सेपरेटली गर्नु पऱ्यो। तर एउटा स्कुलमा पनि सानो त्यो सिलेबसमै हालिदिएको छ नि त, उनीहरूले बेसिक कुरा त सिक्दै जान्छ नि त, त्यहाँदेखि पनि उनीहरूलाई पनि त फिल हुन्छ कि मेरो इन्ट्रेस्ट चाहिँ यसमा रहेछ भनेर। अब त नानीहरूलाई यो भिडियोग्राफीहरू स्कुलमै हाल्नु सकिन्छ करिकुलममा है। अब यो ट्राभल एजेन्टहरूको हुन्छ नि, जस्तै यो टुर एन्ड गाइडिङहरूको नि त्यस्तो कुराहरू हाल्नु सकिन्छ, थुप्रै छ नि त अपर्च्युनिटिजहरू।
अब जसले गर्दा म चाहिँ नानीहरू चाहिँ पछि त्यसलाई गरेर प्रोफेसनको रूपमा पनि हेर्नु सकोस् न नि हाम्रो चाहिँ छ त्यो म्याथ्समा त्यही पढ्यो साइन्समा त्यही पढ्यो फिजिक्समा त्यही पढ्यो नेपालीमा त्यही पढ्यो सबै त्यही पढ्यो केही डाइनामिकै छैन त्यसै कारण मलाई लाग्छ कि सिलेबस चाहिँ अलिक भएन अब जसले चेन्ज गर्न सक्नुहुन्छ गरिदिनुहोस् है त्यो त हाम्रो बसमा छैन अब चेन्जै नगरी पनि तर एक्स्ट्रा अलिकति थप्नु पर्यो हजुर त्यो चाहिँ नेसेसरी नै छ अनि लास्टली है तपाईँ अब सबैभन्दा ज्यादा चाहिँ कुन चाहिँ तपाईँको रोलमा चाहिँ उयो गर्नुहुन्छ के अरे कनेक्ट गर्नुहुन्छ अब कन्टेन्ट क्रिएटर कि टिचरको के हुन्छ नि अब केमा चाहिँ तपाईँ बेसी मिन्स आफूलाई नै उयो इन्करेज गर्नु भन्नुभएको है म चाहिँ टिचिङपट्टि नै त्यसो गर्छु म चाहिँ आफूलाई नै अब म अहिले हेर्छु होइन म 60 इयर्सहरूसम्म टिचिङै गर्छु भन्ने टाइपको हुन्छ नि कन्टेन्ट क्रिएसन त अब म गर्छु अब जसमा कि अघि भनिहालेँ अब सिचुएसन अनुसार पनि हुन्छ है अब मलाई कन्टेन्ट क्रिएसन गर्दा पनि मलाई खुसी नै लाग्छ अब यो होइन कि म त्यो करले गरेको भन्ने होइन किनभने करले गरेको भए त म 1 वर्ष त लु खुबै गर्थेँ होला नि त्यहाँबाट म त्यो फेरि डेली भिडियोहरू पनि हाल्थिनँ होला यो पनि मेरो इच्छै हो तर अब दुईटै कुरालाई चुज गर्नुपर्दा चाहिँ अब डिरेक्टली भन्दा चाहिँ टिचिङै हो हुन्छ अब थ्याङ्क यू सो मच है हुन्छ तपाईँलाई पनि एकदमै थ्याङ्क यू है होइन हजुर अनि एकदमै मजा लाग्यो गफ गरेर मलाई मजा लाग्यो अनि हाम्रो भ्युअर्सहरूलाई पनि थ्याङ्क यू किनभने पोडकास्ट हेरिदिनु भयो अनि इफ तपाईँहरूलाई मन पर्यो भने चाहिँ डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब अनि अन्तमा चाहिँ तपाईँ भ्युअर्सहरूलाई के भन्न चाहनुहुन्छ भ्युअर्सलाई भन्नुभन्दा अगाडि चाहिँ म हाम्रो होस्ट है तपाईँ मिस श्रेया बहिनीलाई नै भन्छु कि अब मलाई चाहिँ मेरो चाहिँ ड्रिम थियो नि त पोडकास्टमा आउने चाहिँ चाहे त्यो जस्तो सुकै पोडकास्ट होस् जतासुकै होस् जत्रोसुकै होस् है म चाहिँ पहिला भनिरहन्थेँ मेरो एकजना कन्टेन्ट क्रिएटरमै साथी छ सोनामित लेप्चा है उहाँले पनि कन्टेन्ट बनाइरहनुहुन्छ हामी चाहिँ युट्युबबाट कनेक्ट हुँदैछ नि त हामी बादमा जहिले भन्थ्यो कि पोडकास्टमा कसैले बोलाउनु नि भन्ने चाहिँ अब मेरो चाहिँ एउटा ड्रिम नै थियो हुन्छ नि अन्त अब त्यसको लागि चाहिँ श्रेया बहिनीलाई चाहिँ एकदमै थ्याङ्क यू है अब ड्रिम कम्स ट्रु भनेको जस्तो भयो मेरो लागि चाहिँ अब किनभने भाइस वर्ष किनभने मेरो पनि ड्रिम कम्स ट्रु नै भयो भनौँ न तपाईँले मलाई उयो गरेर होइन हजुर गर्नु भनेर हजुर तपाईँको चाहिँ अलग्गै चाहिँ मलाई किन लाग्यो पोडकास्ट भन्दा चाहिँ अब प्रायः पोडकास्टहरूमा चाहिँ एउटा सेलेब हुनु पऱ्यो नि त सेलिब्रेटी ठुल्ठुलो फिगरलाई मात्रै बोलाउँछ नि त बोलाएर बात मार्छ अब जस्तो हामीहरू जस्तै चाहिँ पोडकास्टमा जाने चान्सेस पनि छैन नि तर अब तपाईँले चाहिँ अब हामीदेखि लिएर अब सबैजनालाई नै एउटा सबै फिल्डकोलाई नै है यसरी बोलाउनु भयो किनभने सबैको कथा आफ्नो आफ्नो हुन्छ नि त है अलग अलग हुन्छ नि त अन्त भ्युअर्सहरूलाई पनि म यही भन्न चाहन्छु कि है श्रेया बहिनीले जुन चाहिँ इनिसिएटिभ लिनुभएको छ त्यसको लागि चाहिँ तपाईँहरूले चाहिँ भरपुर सपोर्ट गर्नुहोस् है अब सपोर्ट गर्नु चाहिँ ठुलो कुरा चाहिँ डरलाग्दो साह्रो कुरा चाहिँ होइन है हामीले हेरिदिएर अलिकति सेयर गरिदिएर लाइक कमेन्ट गर्नु त्यति त हामीले 2-3 मिनटमै सक्ने कुरा नि त है तर सबसे भन्दा साह्रो चाहिँ फेरि हामीलाई त्यही नै लाग्छ नि मान्छेलाई त्यो चाहिँ नगरिदिनुहोस् है सपोर्ट गरिदिनुहोस् हेरिदिनुहोस् तपाईँहरूले हेरिदिनु भयो भने चाहिँ उहाँ अझै ग्रो हुनुहुन्छ है उहाँ ग्रो हुनु भनेको नै हामी सबै ग्रो हुनु हो त्यसै कारणले चाहिँ अब त्यही हो कि बहिनीको पोडकास्टलाई चाहिँ पुरा माया गरिदिनुहोस् है डोकोभरिको माया दिनुहोस् त्यसै भन्दै है म तपाईँहरूलाई पनि यो पोडकास्ट हेरेर बसिदिनु हुनेहरूलाई तपाईँहरू सबैलाई चाहिँ थ्याङ्क यू भन्न चाहन्छु र पोडकास्ट कस्तो लाग्यो है त्यसको बारेमा अलिकति कमेन्ट पनि गरिदिनुहोस् हुन्छ थ्याङ्क यू हुन्छ थ्याङ्क यू तपाईँलाई पनि